हामीले पहिलो वर्षलाई चाहिँ सुशासनको वर्षको रूपमा लिएछौँ। हाम्रो नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ यो पहिलो वर्ष पूर्ण रूपमा देशलाई चाहिँ सुशासनतर्फ लाने यस विषयमा हामीले विभिन्न समयमा भन्दै पनि आएका छौँ। हाम्रा माननीय मन्त्रीज्यूहरूले, पार्टीका सभापतिज्यूले पनि भन्दै आउनुभएको छ। हामीले पहिलो वर्षलाई चाहिँ सुशासनको वर्षको रूपमा लिएछौँ। सुशासन भन्दैमा फेरि हामीले विकास नै गर्दैनौँ, पूर्वाधार नै बनाउँदैनौँ भन्ने चाहिँ होइन, तर यो वर्षलाई चाहिँ पूर्ण रूपमा हाम्रा माननीय मन्त्रीज्यूहरू र विभिन्न क्षेत्रमा रहनुभएका, विभिन्न क्षेत्रबाट आउनुभएका माननीय सांसदज्यूहरू, उहाँहरूको निगरानीमा पनि विभिन्न क्षेत्रहरू हुन्छन्, विभिन्न पालिकाहरू छन्, विभिन्न निकायहरू छ। हाम्रो नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ यो पहिलो वर्ष पूर्ण रूपमा देशलाई चाहिँ सुशासनतर्फ लाने, व्यतिथिहरूलाई हटाउने, यो भ्रष्टाचार एकदमै बलियो जरा बनाएर बसेको भ्रष्टाचारलाई चाहिँ निर्मूल गर्न चाहिँ नेपाल सरकार, हाम्रो पार्टी एकदमै तत्पर रहेको छ। यो चिज विभिन्न कार्यालयहरूमा जाँदा, मालपोत कार्यालय, कम्पनी रेजिस्ट्रार, ब्लू बुक रिन्यू गर्दा विभिन्न ठाउँहरूमा जाँदा देख्नु पनि भएको छ होला र यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ। धन्यवाद। माननीय सदस्यज्यूले भन्नुभएको धेरैजसो कुरालाई चाहिँ मैले सल्लाह र सुझावको रूपमा लिएको छु र मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर 23-24 गतेको मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन्, धेरै दमनहरू पनि भएका छन्। विभिन्न कालखण्डमा भएका आन्दोलनहरू, र्यालीहरूमा भएका कुराहरूको प्रतिवेदनहरू धेरै छन्। एउटा मात्रै प्रतिवेदन छैन मानव अधिकार आयोगको, र विभिन्न आयोगहरू पनि गठन भएका छन् विभिन्न कालखण्डमा। आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आयोगका प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कारबाही त्यही हिसाबले गर्छ। धन्यवाद। यो उदाहरण एउटा दिन चाहन्छु। यो लिस्ट डेभलप कन्ट्रीबाट डेभलपिङ कन्ट्रीमा जाने अथवा डेभलपिङ कन्ट्रीबाट डेभलप कन्ट्रीमा जानेमा हाम्रै छिमेकी राष्ट्र चीन, चाइना चाहिँ अस्ति भर्खरै डेभलपिङबाट डेभलपमा गएको थियो, जबकि त्यो डेभलपमेन्टको पराकाष्ठा नागिसकेको देश हो त्यो। यो कुराहरू चाहिँ एकदमै स्ट्राटेजिक रूपमा सरकारले सोच्नुपर्छ जस्तो लाग्छ। अहिले नै हामीले एलडिसीबाट ग्रेजुएट हुँदै गर्दाखेरि हाम्रो ट्रेडका कुराहरू, हामीले निर्यात गर्ने विषय वस्तुहरूमा चाहिँ लाग्ने करहरू अहिले छुट पाइन्छ। हामी चाहिँ निर्यातमुखी हुनुपर्छ। देशमा उत्पादन भएको चिजहरू चाहिँ विभिन्न राष्ट्रहरूमा हामीले एक्सपोर्ट गर्न पाऊँ भन्ने हिसाबले 2 वर्षलाई त्यसलाई टारेका हौँ। त्यसलाई अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ हाम्रो। अनि गरिब विपन्नको कुरामा मैले पहिल्यैदेखि भन्दै आएको यो साम्यवाद, समाजवाद भनेको भाषणमा दिन एकदम सहज हुन्छ, मजा पनि आउँछ। तर साँच्चीकै साम्यवाद, साँच्चीकै समाजवाद गर्ने भने हाम्रो काठमाडौँ महानगरपालिकामा मेयर हुँदाखेरिको म उदाहरण दिन चाहन्छु। हामीले विपन्नलाई जुन प्राइभेट स्कुलमा 10